यो भिडियो एकछिन सबजना सुन्नु होला है। एकजना भाइले के खतम भन्नुभएको छ। उता खाडी मुलुकतिर होइन त्यस्तो के त्यो दुनियाँको यार बुढा नबन्ने दुनियाँको सुड्डो नबन्ने दुनियाँको कोही नबन्ने त्यस्तो यो विषयमाहरूसँग भाइ तपाईँ बोलेर चाहिँ हुन्छ कि अमेरिका हुनुहुन्छ, अमेरिकामा बस्नुहुन्छ है। यो भाइ चाहिँ बस्नुहुँदो रहेछ। अनि कुवेतमा कमाउनु जानुभएका दिदी बहिनीहरूले चाहिँ खसाएर बोल्नु भएको छ क्या त्यहाँनिर। कुवेत अब खाडी मुलुक जानुभएका दिदी बहिनीहरूलाई अनि बेस्या अरे, अनि के अरे खदामा, अनि नेपालमा चाहिँ त्यसलाई माल भनिन्छ भनेर भन्नुभएको छ। के भन्नु खोज्नुभएको त्यो भाइले दिदी बहिनीहरूलाई अनि विदेशमा जानु अनि खाडी मुलुकमा जानुभएका दिदीबहिनी, कुवेतमा जानुभएका दिदीबहिनीहरूलाई त्यस्तोहरू त भन्न मिल्दैन होला। अब सबै एउटा बिग्रियो भन्दामा सबै त बिग्रेका हुँदैनन् नि। बाध्यताले विदेश पर्ने स्थिति हुन्छ क्या। बाध्यताले जानुभएको श्रीमानले राम्ररी घर खर्च चलाइदिएको भए, राम्ररी घर खर्च चलेको भए उहाँहरू विदेश जानु हामी त महिला दिदीबहिनीहरू विदेश जानु पर्दो थिएन के। अब नेपालमा भविष्य छैन, नेपालमा छैन त के गर्ने। अब आज कमाएर ल्यायो, बिहा खायो, भोलि के खाने भन्ने स्थिति छ नेपालमा। त्यसले गर्दा घर चलाउन, छोराछोरीले के अरे मिठो मसिनो खुवाउन, राम्रो पढाउन, शिक्षा दीक्षा दिन भनेर जानुभएको। रहरलाई त विदेशी लाला बाला ती दुधे बच्चा छाडेर त जान कोही महिलालाई त रहर हुँदैन नि। अनि के साह्रो भन्नुभएको त्यो भाइले। अनि विदेशमा कुवेततिर जानुभएका दिदीबहिनीहरूले भन्नु नै आफ्ना दिदीबहिनीहरूले भन्नु हो के। तपाईँ ठुलो देशमा जानुभएको होला, तपाईँका दिदीबहिनीहरू जानुभएको छैन होला, तर अरूलाई त त्यसरी भन्न मिल्दैन नि। आफ्ना दिदीबहिनीलाई उखान छ त के अरे आफ्नो माइती गाउँको कुकुर देख्दाखेरि माइती जस्तै लाग्छ भन्ने उखान छ। अब विदेशमा बस्नु भएको छ अनि विदेशी नेपाली चेलीबेटी दिदीबहिनीहरूले तपाईँले खसाएर बोल्नु भएको छ। कहिले खाडी मुलुकमा जानुभएका भाइहरूलाई कुल्ली भन्नुहुन्छ। यो त भएन नि तरिका। तपाईँ पनि सुखले त अमेरिका जानुभएको होइन होला, दुःखैले त जानुभएको होला नि। अनि तपाईँको मिसेस हुनु होला, तपाईँको मिसेस पनि त त्यत्तिकै त अमेरिका त बस्नुहुन्न होला नि। बसेर त खान पुग्दैन होला पक्कै पनि। दुःखै गर्नु जब जानुभएको तपाईँ पनि। अनि अर्काको कामै गर्नु जानुभएको होला। तपाईँको मिसेसले भने अर्काको भाँडा त मान्नु होला अमेरिकामा। अनि तपाईँको के अरे मिसेस पनि खदामा होइन र। काम गर्नेले विदेशमा खदामा नै त भन्छन् होइन र। त्यसरी खसाएर त बोल्न मिल्दैन होला नि दिदीबहिनीहरूलाई।